मैले पनि त्यही भन्ने है। अब तैँले पनि पढ्छस् होला नि त चाहिँ। मैले पनि त्यही पढ्छु। ओइ तँ त हाम्रो क्लासको रमेश होइन र के भएछ त्यसलाई? नि हो हाम्रो क्लासको रमेश हो। जाम त जाम बुझाम त त्यसलाई के भएछ? ओइ रमेश तँलाई के भयो? किन एक्लै बसिरहेको छस् यहाँ? खासै त्यस्तो टेन्सन त केही छैन। अब एसी रिजल्ट आयो, कहाँ पढ्ने के गर्ने त्यही चिन्ताले अलिअलि सता छ। के टेन्सन गरिरहेको यति सानो कुरामा? एग्रो फरेस्ट्रीमा छात्रवृत्ति कोटामा भर्ना खोलिरहेको छन्, के तिमीलाई थाहा छैन? हेर रमेश, खर्च पनि कम लाग्ने, होस्टेल पनि फ्री भएको, यही एग्रो फरेस्ट्रीमा भर्ना हुन जामिन। बिएससी गर्न नि पाइने हुँदो रहेछ। राम्रो हुँदैछ यो एग्रो फरेस्ट्री राम्रै छ जे होस्। ठिक छ। अनि मैले तिमीलाई एउटा कुरा त भन्नै बिर्सेछु नि, त अघि हाँसीका विभिन्न पालिकाहरूले छात्रवृत्तिको व्यवस्था गरेका छन् नि। हो नि, तिमीलाई थाहा छैन? भाइहरू के को लागि स्वागत छ है। सुन्नु न अङ्कल, यहाँ छात्रवृत्तिको कोटा सिट भर्ना खुल्या रहेछ, अनि हामी त्यसको लागि भर्ना हुन आएका थियौँ। कता सम्पर्क गर्नु पर्ला? भर्ना हुन आउनुभएको भने कोठा नम्बर 4 मा जानुहोस्, भर्ना हुनुहोस्, आउनुहोस्।